वेलकम टु माई अनदर न्यू भिडियो है। आज चाहिँ फर्स्ट टाइम मैले DJI-को माइक अनि DJI-कै क्यामेराबाट चाहिँ DJI Action 5 Pro-बाट चाहिँ मेरो फर्स्ट भिडियो बनाउँदैछु। त्यसको लागि चाहिँ जस्ट माई क्यामेरा टेस्टको लागि चाहिँ म अहिले जाँदैछु यता गोदावरी फुलचोकीसम्म जाने भनेर म जाँदैछु। सोलो राइड हेरौँ कस्तो हुन्छ। अब राइड चाहिँ कस्तो हुन्छ हेरौँ। अघि घरमा भइन्जेलसम्म पुरा पानी पर्छ जस्तो भइरहेको थियो। ओभर घाम लागिरहेको थियो, पसिना भइरहेको थियो। अनि त्यही भएर नि मौसम राम्रो हुन्छ होला भनेर हिँडेको, यता फुलचोकीसम्म पुगौँ भनेर हिँडेको। पानी पर्छ जस्तो भइरहेछ। आधी बाटोदेखि नै फर्किनु पर्छ जस्तो छ। राइड क्यान्सल हुन्छ जस्तो छ। माथि चाहिँ फुलचोकी डाँडा चाहिँ हेरौँ भयो भने अब माथिसम्मै जाने हो, फुलचोकीसम्मै। पानी परेन भने चाहिँ फुलचोकीसम्मै जान्छु म। पानी पऱ्यो भने चाहिँ म बिच बाटोदेखि नै फर्किन्छु, गोदावरीदेखि नै। के गर्ने, मौसम यस्तै छ होइन, खराब। एकैछिन घाम लाग्ने, एकैछिन पानी पर्ने भइरहेछ क्या यहाँनिर ललितपुरमा। अनि यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो है, कस्तो हुन्छ मलाई नि ओभर एक्साइटेड छु। यो चाहिँ अहिले भिडियो बनाउनु चाहिँ म पनि भिडियो बनाइराख्दा पनि ओभर एक्साइटेड छु क्या। फर्स्ट हो नि त, किनकि एक्सन क्यामेराबाट अनि यसरी मोटो भ्लग चाहिँ फर्स्ट हो। पहिलाको भ्लगहरू चाहिँ फोनबाट थियो नि त, अनि अलिकति त्यस्तै थियो। यो चाहिँ हेरौँ कस्तो हुन्छ आजको। अब सोलो राइड हो। राइड त मलाई सोलो नै एकदम मजा लाग्छ होइन। ग्रुप पनि ठिकै लाग्छ, त्यही पनि सोलोमा बवाल लाग्छ। अनि मैले चाहिँ यो क्यामेरा सेटिङहरू केही नै मिलाएको छैन। मलाई मतलब मिलाउनु पनि आएको छैन। मैले हेरेको पनि छैन युट्युबतिर, किनकि मैले क्यामेरा लिएको चाहिँ 1 हप्ता हुनु लागिसक्यो, तर मैले केही पनि हेरेको छैन यसको बारेमा। यतिकै जस्ट आज ट्राई गर्छु कस्तो हुन्छ। ब्याट्री अब कस्तो हुन्छ, माइकहरू कस्तो आएर हुन्छ, नोइजहरू। अनि सेटिङ्समा, क्यामेराको सेटिङ्समा नि केही नै मिलाएको छैन। जस्ट यत्तिकै बनाइदिइरहेको छु, जस्तो छ त्यस्तै बनाइदिइरहेको छु। कस्तो आउँछ हेरौँ। लाइक अब राम्रै आउनुपर्ने हो, किनकि अब DJI-को एक्सन क्यामेराहरू अलिकति अब गोप्रो भन्दा राम्रै बेस्ट भनेर मैले नि यही किनेको हो होइन। हेरौँ कस्तो हुन्छ अब। अनि अब म चाहिँ गोदावरी पुग्न धेरै चाहिँ लाग्दैन, तर हल्का पानी छिटाउनु थालेको जस्तो भइरहेछ। अब पानी परिहाल्यो भने त्यही हो, त्यही मास्तिरसम्म गएर फर्किनु पर्ला। गोदावरी फुलचोकी डाँडा चाहिँ माथि हो, टपमा हो। त्यहाँ पुग्दा त पानीले डरै हान्छ जस्तो छ। त्यही भएर यता तलतिरदेखि नै फर्किनु पर्ने हुन्छ जस्तो छ। राइड चाहिँ क्यान्सल हुन्छ जस्तो छ। त्यही पनि केही छैन खास। मैले अब त्यस्तो धेरै अब आज भ्लगै बनाउँछु यताउता भनेर निस्केको होइन। जस्ट माइक चेक र क्यामेरा चेक गर्नलाई निस्केको हो। यतिको घरमा नि के बस्नु होइन। माइक लिएको पनि क्यामेरा किनेको पनि 1 हप्ता भइसक्यो। अनि किन यत्तिकै गर्ने त भनेर नि निस्केको मात्र हो, अरू त केही होइन। हेरौँ फेरि यो रोडमा राइड गर्न चाहिँ ओभर मजा छ क्या, बवाल छ। यहाँ तलतिर चाहिँ अलिकति अब अलिक खतमै छ, किनकि रोड सानो छ। यहाँ अलिकति तल्लो बाँडे गाउँ कटेपछि चाहिँ रोड फेरि दामी छ नि त यहाँ। अनि त्यस पछाडि राइड गर्नु, यहाँ चाहिँ राइड गर्नु मजा हुन्छ बाइक चलाउन।
स्याप्प हानेर होइन हेरौँ आज कस्तो हुन्छ। ओभर एक्साइटेड छु म त यो भिडियो हेर्न चाहिँ ओभर एक्साइटेड छु किनकि फर्स्ट एक्सन क्यामेराबाट अब भिडियो बनाइरहेको छु नि त। त्यही पनि अब एङ्गलहरू नि अलि मिल्दैन होला किनभने अब कस्तै अलि मिलाउनै सकिँदैन नि त एङ्गलहरू अब के हो त्यही भएर ल म गोदावरी ठ्याक्क आइपुगिसकेँ गोदावरी यो बस पार्कमा। अब म चाहिँ यहाँदेखि माथि लाग्नुपर्ने हुन्छ यता लेफ्ट साइड चाहिँ यता पार्कतिर हो गोदावरी पार्क लेफ्ट साइड चाहिँ अब यहाँ माथि फुलचोकी मार्बल डाँडातिर कता कता जाने हो यता जान्छ। म चाहिँ आजको राइड चाहिँ फुलचोकीसम्मै भनेको पानी परेन भने त म पुगेर झर्छु एक्लै हो होइन गुनुन्नु। त्यही पनि पानी पऱ्यो भने चाहिँ अब अलिकति राइड सम्भव हुँदैन। आर्मी दाजुभाइहरू जाँदै हुँदो रहेछ। यहाँ अब टिकट काट्नुपर्ने हुन्छ टिकट ट्याक्र्याक्क ल टिकट सिकट ल्यायो अनि के गर्छ केटाहरू टिकट सिकट किनेर लिएर राइड अब सुरु भयो फुलचोकीसम्मको। बबाल मजा फ्रेस हुन्छ नि यहाँनिर हुनु त। यहाँ राइड गर्नुको मजै अलगै छ नि बेग्लै छ दुनियाँ होइन भने जस्तै राम्रो छ यहाँनिर। भाइरल पनि हो यो ठाउँ सबैले राइड गर्ने ठाउँ पनि हो दामी पनि छ। फोटो भिडियो मस्त खिचिराख्नु भएको छ यतातिर होइन। मेरो राइड चाहिँ अब सिधै हुन्छ मेरो चाहिँ फोटो भिडियो केही हुँदैन अहिले डाइरेक्ट अब कहाँसम्म पुग्छ त्यहाँसम्म जाने हो पानी नआइन्जेलसम्म चाहिँ। अब यतातिर चाहिँ फेरि म एकदमै धेरै आइराख्ने भएकोले ठिक लाग्छ यो। तर यहाँ मासतिर चाहिँ अब त्यो गनेउला गनाउँछ है त्यही भएर जान चाहिँ खै गाह्रै छ जस्तो छ किनभने गनेउला यति गनेउला छ होइन गनेउला नि लास्टै गनेउला गनाउँछ क्या त्यो फेरि गाडीहरूले अब टेकेर उ गरिदिँदो रहेछ। अनि यहाँ पहिलाको बाढीले हल्का बिगारेको थियो त्यही पनि केही छैन यस्तै रोड पाए त रमाइलो लाग्थ्यो नि अहिले। तन्न घुम्लाउनु भएको रहेछ मान्छेहरू। आज स्याटरडे त होइन त्यही पनि आउनु भएको रहेछ मान्छेहरू हल्का फल्का चिल मार्न यतातिर। त्यही पनि बवाल छ यो ठाउँ शीतल अनि त्यस पछाडि पिस शान्त होइन। अब भनौँ न सबै छ यहाँ हुनुपर्ने हो जति त्यही भएर पनि सबैले मन पराएको ठाउँ हो गोदावरी फुलचोकी राइड। यसरी मस्त भइरहेछ चलिरहेछ यसरी यहाँनिर यस्तो हो नि त तरिका। यहाँ राइड गर्नुको मजै अलग्गै छ नि त। पानी नपरे हुन्छ यार। पानी पऱ्यो भने चाहिँ फेरि लास ल्याङ हुन्छ नि त। पानी परेन भने त बवाल हो नि फेरि बवाल मिठो राइड जान्छ पानी परेन भने चाहिँ। फुलचोकी त्यही बढीमा 45 मिनट होला यहाँदेखि लाग्ने टाइम चाहिँ। म नि एक दुईचोटि जान चाहिँ गएको हो। तर एक्ज्याक्ट यति नै टाइम लाग्छ भन्ने चाहिँ थाहा छैन क्या। पहिला फेरि अर्को बाइकमा गइरहेको थियो त्यति बेला पानी परिरहेको थियो लास्ट टाइम जाँदाखेरि अनि अलिकति राइड पनि ढिलो भएको थियो। पानी परेन भने त हो पहिला ओहो दामी ल
यस्तो ल यहाँनिर फेरि एकदम यहाँनिर राम्रो छ पिस भाइरल छ यहाँनिर ठाउँ यहाँको यो कर्नर पछिको यो ठाउँ चाहिँ फेरि यहाँनिर प्रायः सबले फोटो भिडियो बनाएर हुन्छ यहाँनिर पहिला चाहिँ यो यहाँमाथि यो ध्वजाहरू पनि थियो नि त यो त्यही भएर यहाँनिर उपर मान्छेहरूले देखिरहेको हुन्थे यतातिर हिँड्दाखेरि आउँदाखेरि सबजना यहाँनिर रोकेर फोटो भिडियोहरू लिइरहेको थियो हुन्छ अब यहाँ फेरि अगाडिदेखि पुरा अफरोड छ फेरि मजा छ फेरि ल अब यहाँदेखि फेरि अफरोड सुरु भयो है अफरोड अब मेरो फेभरेट ट्रेल अब यो हो नि त अनि यस्तोमा हो नि त मजा आउने भनेको पिचमा त त्यो के एउटै लेभलमा हिँडाएको यहाँ हो नि त मजा आउने यस्तो हो नि त यसको बाइकको हल्का अगाडिको टायर चाहिँ चेन्ज गर्ने बेला भएको छ त्यही भएर त्यसले हल्का ग्रिप राम्रो दिइरहेको छैन ठिक छ त्यही पनि सानोतिनो कम्प्रोमाइज गरिहाल्नुपर्छ बाइकमा केही छैन केही फरक पर्दैन यतिको अफरोड छ यहाँ माथि अब त लगभग अफरोड जस्तो लाग्छ कि पिच बनायो कि अहिले थाहा चाहिँ छैन यस बाबा ल ट्रेल चाहिँ यो ट्रेल हाइकिङ ट्रेल चाहिँ ल ओ माई गॉड ल ठिक छ त गनेउला छैन रहेछ यार अहिले गनेउला भएको भए त यति बेला बरे तलदेखि नै हुन्थ्यो अलिक गनेउला आउने बेला भएको छैन कि के अहिले त्यही भएर यार गनेउला छैन यार गनेउला छैन भने त झन् राइड मजा पाइहाल्यो नि यार फुलचोकीसम्मको यस कर सकती हो तुम्हें ये सभी लोग क्या कहूँ ल दामी यो अगाडिको हल्का टायर त्यो ग्रिप नभएकोले कस्तो अलिकति राम्रो नखेलिरहेको छ र पुरा त्यो चिप्लेको जस्तो भइरहेछ क्या टायर चाहिँ अगाडिको यहाँनिर अब कति किलोमिटर छ यताउता त्यो पनि बनाउँदै रहेछ यहाँनिर साइनबोर्ड पनि अनि पानी रहेछ हिलो रहेछ यहाँ यार यहाँनिर पहिला हामी एकचोटि दाइ म आएको थियौँ यहाँनिर त्यति बेला चाहिँ यहाँनिर ओभर बिजोग भइरहेको थियो किनभने दाइको एनएस थियो अनि एनएसको त्यो ब्रेक हल्का त्यो तात्तिएर क्या ब्रेक नलागेर ओभरै दुःख पाएको थियो ह्यान्ड ब्रेक त्यो हल्का फुट ब्रेक नलागेर गियरमा झारेर आएको थियो एक गियरमा सबजना फर्किसकेको छ त यार म भर्खर जाँदैछु
मलाई यता जाने प्लान पनि थिएन क्या फेरि अघिसम्म अघि भर्खरै हो यता जाने एक्कासी अब ओभर घरमा गर्मी नि हुन थाल्यो अनि यसो सोचेँ क्यामेरा लिएको पनि धेरै भइसक्यो ट्राई गर्नुपर्छ होला कस्तो छ पर्फर्मेन्स भनेर अनि प्लान गरेर ढ्याकढुक गरेर हिँडेको नि भुल्ने कुरै छैन होइन सोच्ने कुरै छैन नि ढ्याकढुक गरेर हिँडेँ जस बवाल छ यो ठाउँ चाहिँ ग्रुपमा होस् या सोलो गर्दा पनि अब टन्नै यतातिर मान्छेहरू भेटिहाल्छ हाइकिङ गर्ने अनि बाइक राइड गर्ने अब गाडी सबै फुलचोकी गएर आउने फुलचोकीमा गएर चिल हान्ने मान्छेहरूको कमी छैन नि त केही फरक पर्दैन भैयाहरू सब झरिसक्यो त यार ओ सेट लगभग आधी भयो होला जस्तो लाग्छ यहाँनिर पहिला एकचोटि आएर यहाँ पानी परेर यहाँ बिसाएको थियौँ हामीले यो गोठमा पानी परेर पहिला यहाँदेखि त धेरै टाइम लागेको थिएन जस्तो लाग्छ यता माथि पुग्न होइन गोदावरीबाट फुलचोकी जान त्यस्तो गाह्रो छैन इजी हो ओच ल त साइड यस्तो रोडमा चाहिँ मजा हुन्छ नि त राइड हान्नु ल यस पुरा दिँदै रहेछ त यार दाइले त मस्त मूत्र विसर्जन गर्दै हुँदो रहेछ हल्का फल्का हिलो रहेछ तर हल्का के ठ्याक गर्दै जस्तो छ बाइकमा चाहिँ होइन आई डोन्ट नो के हो थाहा छैन होइन तर जस बवाल छ राइट ल यस के होइन यार इजी गियरै डाउन गरिएन छ यार ठिक छ केही छैन कट्यो त ओहो पहिलाभन्दा धेरै ठाउँ बाटो बनाइसक्नु भएछ पहिला यतातिर पुरा पिच थिएन क्या यतातिर पहिला पुरा पानी परेको थियो त्यही माथि हिलो भएर बिजोग भइरहेको थियो पहिला निस्किँदाखेरि साथीहरूसँग निस्केको थियौँ पहिला यता पिचै थिएन तल त्यो जुन पिच सकेदेखि पिचै थिएन क्या सब ठाउँ त्यो अफ रोड मात्रै थियो यस्तै मात्रै अहिले त पुरा पिच भइसकेको छ त यार बाटो त मस्त ओहो मस्त घाल्दै हुँदो रहेछ हाइकिङ धेरै छैन अब यहाँ माथि त्यहीँनिर फुलचोकी 10 मिनट होला धेरैमा सरसफाइ पनि गर्दै हुँदो रहेछ यतातिर नि यहाँ सडक विभागबाट यताको सडक पनि सरसफाइ गर्दै हुँदो रहेछ धेरै पिच भइसकेको छ नि धेरै ढलान गरिदिइसक्नु भएछ यतातिर नि पहिला नभए यतातिर पिचै थिएन क्या पानी परेकोले पहिला त लास्टै बिजोग भएको थियो क्या हाम्रो यहाँ यता माथि सबजना पुगेर फर्किँदै हुँदो रहेछ होइन ठिक छ नवरी पहिला यहाँनिर ओभर राम्रो थियो यो ध्वजाहरू भएकोले
पहिलाको यहाँनिर फोटोहरू थियो तर अहिले छैन होला त्यो फोन हराइसक्यो नि त मेरो त्यही भएर बबाल छ यार ल ओहो ओहो पुरा माथि बादल लागिरहेछ यहाँ माथि यस्तो यहाँनिर यस्तो बादल लागे पनि यस्तो राइड हानिदिइरहेछ यहाँनिर स्वेट सट यो चाहिँ लास्ट फुलचौकी ओइस ओके फुलचौकी आइपुग्यो साथीभाइहरू आइपुग्यो त पानी परेन त मजा भयो त ओहो हो लभली ल ओके एक्स ओक्स ओक्स यस्तो दामी छ है फुली दिनै आउनु मन लाग्छ अरे यतातिर ओह लभली ल ल ठ्याक्क फुलचोकी डाँडा आइपुग्यो ल यति भएपछि ल फुलचोकी डाँडा आइपुग्यो यता आर्मी सैनिक इलाका यतातिर घुम्ने ठाउँ छ पहिला त लास्टै बिजोग भएको थियो क्या हाम्रो यस्तो फेरि यहाँ तल चाहिँ पानी परेको छैन यो अगाडि ललितपुर दामी देखिरहेको छ यो अगाडि भ्यू यो पल्लो लेले होला लेले चाहिँ चिन्छु अनि यता तलतिर त अब चापा गाउँ के भन्दा होला यो अगाडिको गाउँ भएर होइन यस्तै हो पुरा त्यो टनेलहरू टलक्क टल्किरहेछ अगाडि अनि हामी पनि अगाडि टलक्क टल्काउँदै हिँड्नुपर्ने हुन्छ अब चाहिँ आइपुग्यो क्या त्यो मतलब बिसाउने ठाउँ यहाँनिर हल्का सानो बोट बनाइदिनु भएको छ एकछिन यहाँ रोक्नुपर्छ होला यार म चाहिँ अहिले अब बस पार्क झरेँ गोदावरीको घाम यस्तो दामी लागिरहेछ यहाँ माथि मार्बल डाँडा हो यो मार्बल डाँडा नि जानु त पर्थ्यो तर आज गइँदैन किनभने अब घरतिर जानुपर्छ होइन अनि त्यही हो बस पार झरिसक्यो अब बस पारबाट धेरै लाग्दैन घर पुग्नु बस पार भन्दा पनि यो के भन्छ यसलाई खोइ पाँच धारा कि 9 धारा हो के भन्छ यहाँनिर समथिङ अनि यहाँनिर चाहिँ चिट पनि हामीले एउटा रसिद लिनुपर्ने हुन्छ यहाँनिर यता माथि इन्ट्री गर्नको लागि चाहिँ यहाँको हरेक कुराको लागि हुन्छ ठिक छ राम्रो कुरा हो अनि अब त्यही हो अब भ्यू पनि यस्तै छ बाटो यस्तै छ अनि आजको भिडियो नि अब जे जस्तो भयो नि यस्तै छ होइन किनकि मलाई नि त्यस्तो फर्स्ट टाइम अब मैले यो एक्सन क्यामेरा चेक गर्नु मात्र खोजेको हो कस्तो हुन्छ साउन्ड कस्तो हुन्छ क्वालिटी कस्तो हुन्छ होइन त्यसको लागि मात्रै मैले चाहिँ भिडियो बनाउन आएको त्यो राम्रो गर्छु भन्ने उसले पनि होइन अब चाहिँ ल त्यही हो बस पार आइपुग्यो आजको लागि भिडियो पनि यतैतिर इन गर्नुपर्ने हुन्छ होइन अनि त्यस पछाडि अब अर्को भिडियोमा छिटै भेट्नुपर्छ अब त छिटै भेट हुन्छ किनकि अब क्यामेराहरू अब सबै सेटअप भइसक्यो क्यामेरा एसडी कार्डहरू माइक सबै अब अल सेटअप भइसक्यो पहिला चाहिँ फोनबाट गर्दाखेरि अलिकति साउन्ड क्वालिटीहरू अनि अलिकति अब फोनमा त्यही त स्टोरेज समस्या हुने अब त्यही हरेक हुन्थ्यो तर अहिले ठिक भइसक्यो त्यो सबै समस्याहरू अब आउँछ अहिले अब अलिकति बाहिर हिँड्नु पाएको छैन किनकि घरमा त्यस्तै भइरहेछ अब बहिनी छ त्यही भएकोले तर अलिक दिनपछिदेखि दामी ठाउँ जाने हो आजको लागि अब भिडियोलाई नै यतैतिर इन गरिदिनु पर्ने हुन्छ है त फेरि मिलेंगे जरुर भन्दै आजको लागि भिडियोलाई चाहिँ इन गरिदिएँ मैले यति नै।